नमस्ते, म पृथ्वीराज खापुङ। आज चाहिँ यो वेस्ट सिक्किमको उत्तरी पहाडमा अवस्थित यो हिलारी पार्क भन्ने एकदमै प्रसिद्ध पर्यटकीय क्षेत्र, पर्यटकीय एरिया। अनि यहाँ चाहिँ आज घुम्ने शुभ अवसर मिलेछ। विशेष गरेर यो पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सट एडमन्ड खेलाडी भन्ने नेपालको सगरमाथामा पहिलोचोटि पाइला टेक्ने उहाँहरूको यो पार्क एकदम राम्रो बनाउनु भएको रहेछ। पहिलाको सिक्किम मिनिस्ट्री पवन चामलिङज्यूले बनाउनु भएको रहेछ। यो हेर्ने शुभ अवसर आज मिल्यो। धेरै विशेष गरेर हाम्रो नातिनी र बुहारीहरूलाई धन्यवाद। अनि अब देश विदेशबाट छडिएर रहनुभएका सम्पूर्ण दाजुभाइ, सामाजिक सञ्जाल प्रयोगकर्ता, सम्पूर्ण मित्रहरूलाई आजको यो सिक्किमको चाहिँ अब पर्यटकीय स्थल यो भ्रमणमा यो देखेको कुरोलाई मैले सामाजिक सञ्जालमा कोसेलीको रूपमा तपाईँहरूको सामु ल्याएको छु होइन। मेरो युट्युब च्यानलमा आउँछ पृथ्वीराज खापुङ। च्यानललाई, ब्लगलाई हेरेर लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद। सेवारो।